हेलो सर बियर खाने हो बियर बियर खाने हाँ खाने कतिवटा खाने 5 वटा जाऊ लिएर आऊ अब जाने बियर लिएर आऊ बियर हेलो हाय यता चेप्टे मगर चेप्टे लिम्बू बसिरहेको छ बियर खान नपार्ने यहाँ हाँस्दैछ मान्छेको बियर खान नपारे बियर गइरहेछ केटो आमा नमस्ते आमालाई के पैसा आमालाई के पैसा चाहियो 500 रुपियाँ चाहिएको थियो 50 रुपियाँ देऊ मेरो तर्फबाट आमा यो मेरो तर्फबाट ल आमालाई ल 50 रुपियाँ ल मेरो आशीर्वाद ल धेरै राम्रो ल ल आमा ल आशीर्वाद दिनु आमा ल आमा कति वर्ष पुग्नुभयो 84 वर्ष 84 पुग्नुभयो फेरि 100 रुपियाँ देऊ त गरेको बाबा 84 गरिसक्यो फेरि दियो आशीर्वाद लाग्छ ठिक छ ल जस्तो पनि लाग्यो फेरि बसमा त जान्छु कहाँ हो तपाईँको बस ल के अरे कान्छी चोकबाट अनि त्यहाँबाट फेरि हिँडेर जान्छु कान्छी चोक बसमाबाट आमा कान्छी चोक पो हो कान्छी चोकबाट नयाँ टोलतिर जान्छु ए त्यहाँसम्म यिनीहरूको गाडीले लाँदैन मलाई के गर्नु उता चतराको गाडीमा चढ्नु पर्यो अनि कोही त लाँदैन नि चोकराले एउटा चढाइदिनु न बाबा मेरो मान्छेलाई धर्म गर्नु कहाँ छ गाडीमा गाडीमा हालिदिनु नि बाबा लु लु चढाइदिनु आमालाई चढाइदिनु धर्म गरौँ धर्म कर्म गोजीमा राख्ने पैसा बेच्छन् के पुरै सब्जी मन्डी नै किन्न आँटेको के भन्नु यस्तो गर्ने भयो चिक्ने 10 मिनटमा जान्छु भनेर चिक्ने यति मरिरहेको छ रहेछ के रे भाइ फेरि भन त एकचोटि 10 मिनटमा जान्छु भनेर फेरि एकचोटि बोला न कस्तो मिठो भन्नु थियो हेर न यहाँ लिम्बू साह्रै रिसाउँछ क्या यहाँ लिम्बू कस्तो खालको लिम्बू परेछ भने रिसाइ गर्छ पानी किन भाइ एउटा पानी दुईटा अन्डा पनि लानुपर्छ हाँ दुईटा अन्डा मसँग छ त दुईटा अन्डा खै पानी खाउँ एउटा पानी खाउँ ओ पानी यता ए तेरो सब्जीलाई पनि पानी खाउँ एउटा पानी खुल त भाइ खुल यता दिन मेरो हात हुँदैन पिजो छैन हुन्छ कति 10 रुपियाँ दुसो भन्नु नि बिचरा होइन जिस्किएको ए लिम्बू जिस्किन्छ क्या ए लिम्बू जिस्किएको खोल भाइ खोल हजुर थुक्पा छन् त छैन अब यो म मान्छे लिएर झरेको छु भोलि लान्छु त्यो 800 ग्रामको मात्रै 400 को होइन 20-25 ग्राम लान्छु बहुत खाइहाले पानी हेलो दर्शन नमस्ते पैसा हो कति अरे 20 रुपियाँ अरे सस्तो बेच्नुहोस् त पानी 140 170 त 180 त पानी नै पर्छ एक काज अनि होइन त्यो पनि मरेर एकजना लेखिन्छ कहाँ गयो जाँठामा त
यस्तो गर्मीमा यस्तो बिजोग हालत छ कि खराब। निस्केर जाउँ त्यहाँ हाय मेरा दिल चुरा ले गई चुराने वाली मेरा दिल है। को आयो के चाहिँ गर्छ कुनै जाँठा म त। अनि यति सामान ल्याउने यत्रो टाइममा हेर्न नदेखेको फेरि उहाँ कता कता जान्छ हेर्न घुम्दैछ नदेखेर। ओ देख अनि यति सामान किन यत्रो लाग्छ भनेको। यता खुला छ कताको उता खुला ए हामी कहाँ पुगेर उहाँ विकासको छोरालाई साइकल किनेर के गरेर आइसक्यो। कत्रो गामी परेछ हौ ढिलो आइमा। जाउँ अब घर ए के लाने भन। के धनियाँ केरा लानु पर्ने। कपडा दोकान रोक्यो कपडा दोकान कपडा अलि बिस्तारै भाइ बिस्तारै यतै हो है कता काटेर जान्छ है कहाँ माथि भन्छ हौ फेरि। मलाई थाहा छैन गाडी घुमाउँछस् गाडी घुमाउने विचार गरिस् माथि ए तल रहेछ भने हो यो मैले भन्दैछु नि गाडी घुमाउँछस् भाइ आज गाडी घुमाउँछस् केटाले भन्दैछु त मैले तलै भन्दाखेरि कहाँ आउँछ नि। बाटो बोलाएको भनेको सुन्दैन। यो जोगमुनिको को जेबी बजारको कुन गल्ली हो भाइ। कान्छी बजार हो ए लालटिन बजार हो यो लालटिन बजार हो। लालटिनहरू कत्रो कुद्दैछ यार होइन हौ होइन। माथि छाता लाइनबाट लागेको अब तलै निस्किनुपर्छ भाउ भानुचोकमै यहाँबाट भेट्दैन नि त उनीहरूको दोकान। त्यो भाइको लुगा दोकान पाउँदैन क्या यहाँबाट लुगा घटाउनु पर्ने नि त। 1 महिना भइसक्यो स्कुल लागेको अहिलेसम्म लगाउँदैन। गर्दैन जतिवटा लगे पनि त्यस्तो साइलीले सबै चारोमा उसै घर आउनु त पुऱ्याउँछ फेरि साल त्यति बेला कता हालिदिन्छ सालदिनले चारोमा कता जान्छ थाहै हुँदैन क्या।
कसरी आइभयो कसको है नानी हो चेप्टिन्छ है चेप्टिन्छ है नानी हो गयो एउटा रोटी पोल्यो यता साइड लगाउनु भने बिस्तारै यतापट्टि हो क्या यहीँ ओ यहाँ चेपमा हो क्या यता यही छ है यतै यो हो होइन माहलो फेरि छोड्यो क्या हो फेरि माथि नै आइपुग्यो त तेरि कहाँ यो पो रहेछ त जाँटो कस्तो लुकाएर राखेको दोकान पनि यार यो हो शुभ लक्ष्मी यो रहेछ ल